के छ हौ साथीभाइहरू फाइनली आज नयाँ ब्लग आएर आएछ। सो आज चाहिँ यस्तो उस्तो ब्लग होइन, आज चाहिँ एकदमै हाम्रो ट्राभल ब्लग हुन्छ होइन। तपाईँहरू सबैलाई थाहा छ हाम्रो यो दम्मकुर्लारी पत्री मङ्गलबारेमा रहनुभएको साथीभाइहरूलाई त सबैलाई थाहा छ होइन। अहिलेको यो भाइरल प्लेस हाम्रो चुल्ली पोखरी होइन। अब त्यो हाइकिङमा जाँदैछौँ होइन। अहिले चाहिँ हामी अब ठिक्क यो 10:30 बजे हिँडिरहेको छु म चाहिँ। सो म चाहिँ अहिले यो हाम्रो बाटोबाट आइरहेको छु। सो तपाईँहरूलाई म एउटा राम्रो ठाउँ देखाउँछु। राम्रो भनेको के भन्ने यसलाई, हाम्रो केपी ओली सरले अरबौँको खर्च गरेर निर्माण गर्नुभएको यो ठाउँ, जुनमा चाहिँ अहिले एकदमै यो बन्दै छ क्या, लगभग यो मान्छेहरू भिजिट पनि गर्दैन, घाँस उम्रिसक्यो। तपाईँ देख्नुभयो होला त्यो रुटिन अफ दम्मकुबन्धको पेजमा पुरा घाँस चरिरहेको थियो, के भन्नु, बाख्राहरू चराइरहेको थियो। सो त्यो ठाउँ चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो भ्यू टावर चाहिँ एक्लो छ है साथीभाइहरू, सेम टु मी जस्तै। सो म चाहिँ गइरहेको छु आज के अरे हाम्रो चुल्ली पोखरी। ल साथीभाइहरू हामी चाहिँ खोडी आइसकेको छौँ। अब यहाँबाट माथि त जाने होला नि होइन भाइ, चिडाउँदै यहाँ भाइ कहाँ हिँडेको तिमी? चुच्ची पोखरी घुम्नु आज के छ भाइ? अनि भन्दै न आजको मौसमको बारेमा भनिदेऊ। मौसम आज हामी कहाँ जाँदैछौँ भनिदेऊ। राम्रो छ। राम्रो छ। अब यहाँबाट हामी लगातार 2 घन्टा हिँडेपछि पुगिन्छ भन्नुभएको छ। हेरौँ अब 2 घन्टा लाग्छ कि 3 घन्टा लाग्छ कि 4 घन्टा लाग्छ। सबैको आफ्नो हेलो। अब अहिले हेलो भनिन्छ, उहाँ गएर आइया थाक्यो भनेको हुन्छ, त्यस्तै हो, गाह्रो छ। ल खासमा यहाँबाट पनि पुगिन्छ अरे हजुर। ओके ल, हाम्रो डेस्टिनेसन चुल्ली पोखरी हो आज, जसरी पनि जाने हो। यही माथि जाने हो। अब अलिकति तयारीको साथमा आएको भए सकिन्थ्यो। हतार भाइहरू गल्ती गरियो हेर्नुहोस्, बिहानको समयमा आएको भए अलिकति सहज हुन्थ्यो। अहिले लगभग मध्याह 12 बजिसकेको छ। अब यतिखेर भर्खर सुरु गरेपछि त गाह्रो भइहाल्छ, घाम त्यस्तै छ होइन। पहाड चढ्ने बानी कसैको छैन रेगुलर, घरको एक तल्ले भर्याङ माथि र तल गरे हो, गाह्रो। कोही आउने कोही नआउने भइरहेछन् साथीभाइहरू हेर्नुहोस्। हाम्रो एकजना राणा भाइ भन्ने चाहिँ अलिक गइसकेको रहेछ, त्यो चाहिँ अलिक चढ जस्तो छ। 3-4 जना छन् होइन, उनीहरूलाई चाहिँ एकदम चढ्नै मन लागेको छैन होइन, भित्रबाट आएको छैन उनीहरूले चाहिँ। तर अघि उहाँ तमकमा हुँदा चाहिँ जाने भनेर उनीहरूले नै हत्या गरे हो। लेट्स सी गाइज, आजको प्लान हाम्रो चुल्ली पोखरीसम्म पुग्ने सम्भव हुन्छ कि हुँदैन, लेट्स सी इन अ वाइल। फाइनली एउटा स्टेप 1 चाहिँ पार गरेर आइए जस्तो छ है। एक केटाकेटीहरू लिएर आएको हिँड्नु चढ्दैन, के गर्नु, गाह्रो। तर मेरो सजेसन केटाकेटी हो, यो 12 बजी चाहिँ नहिँड्नु, बिहान 6-7 बजीतिर हिँड्नु। अनि साथमा लिएर हिँड्नु पानी के चाहिन्छ आफूलाई। र एउटा घुम्ती जस्तो आयो। आधी बाटो आइसकेको छौँ अब चुल्ली पोखरीको यात्रामा। हाम्रो केटाहरू छ यहाँ 2 जना होइन। यहाँ जे होस् हाम्रो राणा भाइ छ, राणा भाइ चाहिँ अर्को बाटो आएको अरे, यो बाटो आएन अरे होइन। यहाँ चाहिँ उहाँहरूले बस्ने बनाइदिनु भएको रहेछ, जे होस् राम्रो छ, गलेको बेला बस्ने। ल कस्तो छ केटा चुल्ली पोखरी जाने हाम्रो? जिन्दाबाद, राम्रो छ। जय हनुमान घेरेको, जय एमाले जय बालेन। ल ठिक। सो अहिले चाहिँ हामी एकदमै मिडवेमा छौँ चुल्ली पोखरीको। हेर्न सक्नुहुन्छ सबैले आफ्नो कुना च्यापेर बसिरहेको अवस्था। ल आऊ अब धेरै टाढा छैन। डर के आगे जीत है, डाँडा के पीछे चुल्ली पोखरी है। ल पोखरी आयो भने हल्ला छ होइन। अब साँच्चै आएको हो कि यो ख्यालमा आएको हो? पोखरी त अघि पनि आएको थियो, तर यो पालि चाहिँ साँच्चै आएको हो कि। हेर्न सक्नुहुन्छ यहाँ हरिणहरू पनि छ। आधी घन्टा घोरा कान्छी अझै आधी घन्टा पो छ भन्नुभयो उहाँले होइन।
यहाँ बाख्रा चलाउँदै हुनुहुँदो रहेछ। आधी घन्टा छ भने त धेरै भइसक्यो त यार। ल यसरी चाहिँ फोहोर नगरौँ है साथीभाइहरू, गाह्रो छ नेपालमा यस्तै हो, त्यसैले फोहोर नगरौँ है। ल अहिले चाहिँ अब लगभग आउन आँटे यस्तो फिल भइरहेको छ, किनभने यो बाटोहरू चाहिँ भर्खर यो डोजरले खन्ने यस्तो देखिन्छ होइन। त्यहाँ तलबाट आवाजहरू पनि सुनिरहेको छ होइन, चित्कारहरू, सायद पौडी खेलेको हो कि। गाह्रो चाहिँ गाह्रो भयो, हामी 2 घन्टा भयो हिँडेको होइन। 11 बजीदेखि हिँडेको 11:30 बजीदेखि अहिले 1:30 भइसक्यो, 2 घन्टा त लगभग भइसक्यो। ल फाइनली साथीभाइहरू आइपुगेको छ गाउँ। अब चाहिँ होइन कान्ला देखिरहेको छ, बारीका कान्लाहरू यही होइन, यसलाई कान्ला भन्छ के भन्छ? कान्ला भन्छ दादा यता। ल केटा हो होइन, फाइनली हामी दुःख गरेर आइसकेको छौँ होइन। एकदम स्ट्रगल गरेर आइसकेको छौँ हामी चाहिँ। कति गाह्रो पर्यो हाम्रो गाह्रो है गाह्रो। अब यति हानेपछि एभरेज बेसमा हानिँदैन हामी, अझ फेरि 100 हानिन्छ, एभरेज हानिन्छ, अन्नपूर्ण हानिन्छ, कञ्चनजङ्घा पनि हानिन्छ। तिमी त सहर मात्रै चढ्छ होला नि। 88 पुगौँ भनेको हो। ल अब चाहिँ हामी पोखरी देखाउँछौँ तपाईँहरूलाई एकछिनमा के हो। चोली पोखरीको नजिक आउँदाखेरि हावा पनि चिसो चिसो आउने रहेछ। सो अब यो चाहिँ धेरै अगाडिदेखि मान्छेहरू आइसकेको होइन, हामीले पनि धेरै अगाडि सुनेको। सो मेरो टोलीहरू चाहिँ अगाडि गइसक्यो, म त लास्ट छु। सो यहाँ घर पनि रहेछ, टोइलेट पनि छ। अब यहाँ सायद होटलहरू पनि छ होला। यो भाइहरू अघि उहाँदेखि हिँडेको थियो यार, यताबाट आइपुग्यो कि। सो ल साथीभाइहरू फाइनली आइपुगेको छौँ हामी। यहाँ चाहिँ एउटा दोकान रहेछ। ल कस्तो लागेको छ फाइनली चुली पोखरी आइपुग्दा? बाबा लागेको छ। बाबा कस्तो वर्थ इट कस्तो लाग्छ कि अब कस्तो छ? अब कठिन छ यात्रा चाहिँ। ल साथीभाइहरू हामी चाहिँ दोकानमा आइसकेको छु। अब फर्किने चाहिँ कसरी हो भन्ने कुरा हो होइन, अहिले देखाउँछु तपाईँहरूलाई म। फाइनली चुली पोखरीको अगाडि छु म साथीभाइहरू होइन। धेरै वर्ष भइसकेको थियो होइन, चुली पोखरी आउने सपना थियो होइन, आइयो दुःख सुख गरेर होइन। यो चाहिँ अब हाम्रो कासमा यस्तो त्यत्रो लामो प्लान भएको होइन। सो आइयो आज होइन। सो चुली पोखरी पर्यटन तथा धार्मिक क्षेत्र मेक्लाजुङ 2 चुली पोखरी मोरङ यहाँ लेखेको छ, केही तपाईँ पढ्न सक्नुहुन्छ होइन। सो यहाँ बस्ने ठाउँ छ होइन। यहाँ चाहिँ हाम्रो एउटा सानो दोकान रहेछ आमाको होइन। त्यहाँ चाहिँ फ्रिज चाहिँ रहेन, चिसो पानी खाना छ भने चाहिँ साथीभाइहरूले अब घर वहीँ तलबाट ल्याउनु पर्ने हुन्छ। सो दिस इज चुली पोखरी इन फ्रन्ट अफ यु। चुली पोखरी गाइस है, फाइनली आइपुग्यो। तिमी त छिटै आयो क्या? कस्तो लागिरहेको छ चुली पोखरी फाइनली आइपुग्दा? लगातारको 2-2.5 घन्टा हिँड्यो। 2.5 घन्टा यहाँ कमी लाग्यो। 2.5 घन्टा हिँडेपछि फाइनली हामी चुली पोखरी आएको छौँ। फोटोहरूमा त देखेको होइन, आउँछ त्यहाँ आउँछ, फोटोहरू त देखेको हो। धेरै गल्ली यार। यो चाहिँ एउटा बन्जी हाने जस्तो भयो। एकचोटि बन्जी हानेपछि अब धुक्क क्या जिउमा घरलाई। यो आइदिएन त्यसको चाहिँ हटपट। त्यो तिम्रो अगाडिको साथीहरू हो त? हामी स्पेसलेस होइन, राम्रै छ यतिको। अब के भन्ने हो र, यो मलाई चोरहरू चाहिँ मन पऱ्यो होइन। पछाडि देख्न सक्नुहुन्छ। यहाँ मसँग आउने साथीभाइहरू चाहिँ एकदम गलेर हत्तु भइसकेको अवस्था हो। कस्तो लाग्यो त चुली पोखरी आउँदा? जोतको रहेछ ठाउँ चाहिँ हिँडाइ मच्यो 3 घन्टा। एकदम रमाइलो भइरहेछ दाइ मलाई चाहिँ। हो टाइप नहान्ने टाइप नहान्ने टाइप हान्नु त अलि मलाई यो पनि आएछ हाइकिङ गर्दा गर्दै ल। बल्ल अलिकति शान्त भयो साथीभाइहरू होइन। म चाहिँ अहिले चुली पोखरीको यो डिल हिँड्दैछु होइन। सो
सो गाइज आउन सक्नुहुन्छ। हामी चाहिँ अलिकति आज ढिलै हिँड्यौँ होइन। अहिले चाहिँ हामी 2:30 भयो होला लगभग। अनि अब त्यतिखेर हिँड्दैछौँ। देख्न सक्नुहुन्छ उहाँ पर्यटकहरू आएर उहाँ फोटो खिचिसक्नु भएको छ। उतातिर हुनुहुन्छ। अहिले म जाँदैछु त्यतै। सो धेरै हाम्रो दमकको साथीभाइहरू आइसक्नु भएको छ होइन। कतिले ब्लग बनाउनु भयो, कतिले टिकटक बनाउनु भयो होइन। सो म पनि अब यहाँ आइसकेको छु फाइनली। सेकेन्ड टाइम चाहिँ आउँछ आउँदैन थाहा भएन होइन। साथीभाइहरू अब फर्स्ट टाइम चाहिँ आइयो होइन। त्यही हो, तपाईँहरू पनि आउन सक्नुहुन्छ। तर अलिकति सुरुमा हिँड्दाखेरि चाहिँ अलिकति आँट र भरोसा चाहिँ हुनुपर्ने हुन्छ होइन। अलिकति हिँड्दाखेरि 2 घन्टा अब कहिले नहिँडेको मान्छेहरूलाई चाहिँ गाह्रै हुन्छ। तर अलिकति धैर्य धारण गरेर हिँड्यो भने चाहिँ सकिन्छ। तयारीको साथ हिँड्नु होला। हामी जस्तो हामीले चाहिँ पानी सानी केही नलिकन आएको, यहाँ माथि महँगाइमा पढेको हो। यहाँ त फ्रिज पनि रहेनछ होइन। अलिकति गाह्रै छ। त्यही भएर तपाईँहरू चाहिँ तलबाट बोकेर आउनुहोस्। लुक एट दिस ग्राउन्ड गाइज एन्ड लुक एट दिस ब्याकग्राउन्ड। दिस इज चुली पोखरी गाइज होइन। यो चाहिँ दमकुर्लाबारी हाम्रो नजिक पर्छ होइन। एकदम पर्यटक स्थल। भिर र पहिरो खोलाको बाटो नहिँडी नआउनु। सो म चाहिँ यहाँ अब चुली पोखरीमा आएर लगभग 10-15 मिनट बसिसक्यो। अब एकछिन बसेर जानुपर्छ होला ल। तर के गर्नु, एकदम प्लान बिना आइयो कि, त्यही भएर यहाँ अलिकति के भन्यो यो भाइले। मैले भ्युजको लागि हाल्ने हेरेँ नि त। यत्तिकै ठाउँमा आइयो भन्ने हो। यस्तो ठाउँमा सबैजना कहाँ आइपुग्छ साला। एकजना भएको गर्लफ्रेन्डको फोटो खिच्न सक्दैन? कसले? फाइनली हामी भोजन गर्दैछौँ है। खाम भाइ ल देख्न सक्नुहुन्छ टोली भएर नि चेस भन्ने पारा नरहेछ पारा। ल फाइनली जे जस्तो छ भोजन गरियो। ल केटा यो अलिकति डिसिप्लिन देखाऊँ है। त्यो अरू पनि आउनुपर्ने हुन्छ। ए छ ला हो र सकेको छैन माल लाने। ल ल प्याक गरौँ। प्याक चाल्नु उता ट्याङ्की भर्खर अलिअलि अनि केटाहरूले हे जान आँट्यो अब यहाँबाट फाइनली। ल कस्तो लाग्यो त चुली पोखरी? एकदम रमाइलो लाग्यो। एकदम फेरि भिडियो त सिधैमा भाइ ओइ कस्तो लाग्यो तिमीलाई यहाँ आएर? एकदम सुन्दर होइन अब आउने नआउने फिक्स छैन। यहाँ हाम्रो मौसम सानले भन्यो अनि आइयो। हामी पनि आउने प्लान थियो तर अब ठिकै छ। अकस्मात प्लान छ। उता सबैतिर सिन देखाउँदैछु क्या म होइन। अनि त फेरि उता उता दाइले मेरो चाहिँ गर्दैन क्या फेरि यस्तो गर्छ क्या। के ल भाइ के भन्न चाहन्छु? तपाईँहरूलाई चाहिँ एकदम क्रिङ ब्रिङ भएको छ भने चाहिँ एकदम चुली पोखरीलाई सम्झिनु होला। ल अब बाई बाई भन्न चाहन्छु यहाँबाट। चुली पोखरीलाई पनि अब लगभग बाई नै गरौँ होला जस्तो लाग्यो मलाई। थ्याङ्क यू फर वाचिङ गाइस। ल